सर नमस्कार, के छ नमस्ते। खबर? सबै चलिरहेछ, राम्रो त ठिक छ। ओके, आज हामी जापान पढ्न जाने स्टुडेन्टलाई केही इन्फर्मेसन दिउँ है त। हजुर। नर्मल्ली स्टुडेन्टहरू चाहिँ पढ्न जाने भनेर अथवा जापान पढ्न जाने भनेर ल्याङ्ग्वेज सिक्न कुदिरहेको देखिरहेको हुन्छु कि म। यो चाहिँ किन पढ्न जाँदा ल्याङ्ग्वेज कम्पलसरी नै हो र सर? एउटा कुनै विद्यार्थी म एउटा डिग्री लिन्छु, चाहे ब्याचलर डिग्री चाहे मास्टर डिग्री, हजुर डिग्री लिने विद्यार्थीलाई ल्याङ्ग्वेज पढ्न जान चाहिँ त्यो भ्रम हो। हजुर यदि ऊ इङ्ग्लिस मिडियममा पढ्न जान चाहन्छ भने है, जुन ल्याङ्ग्वेज भनेको सिक्ने हो, मेरो बुझाइमा पढ्ने होइन। पढ्ने भनेको सब्जेक्ट हुन्छ, लेभल हुन्छ, पढाएको कुराहरू वर्ल्ड वाइड जहाँ गए नि काम लाग्छ। ओके, तर हजुर, त्यसो भए स्टुडेन्ट चाहिँ किन चाहिँ यो ल्याङ्ग्वेज सिक्न चाहिँ किन कुदिरहेको हुन्छ सर? हाम्रो बुझाइमा एउटा विद्यार्थीमा चाहिँ ल्याक अफ इन्फर्मेसन भन्छौँ। प्राय 99% कन्सल्टेन्सीहरूले चाहिँ स्टुडेन्टलाई जापान जान ल्याङ्ग्वेज सिक्नुपर्छ भनेर ट्रेन बसेको छ। त्यो कारणले अभिभावक र विद्यार्थीलाई पनि जापान जान ल्याङ्ग्वेज बिना जान पाइँदैन भने त्यो एक किसिमको मानसिकताले गर्दा पनि उहाँहरू ल्याङ्ग्वेज सिक्न कुदिरहेको देख्छौँ। ओके, यसमा चाहिँ अब जस्तै पढ्नै जानु पर्यो भने चाहिँ स्टुडेन्टले के गर्नु पर्यो त? यदि उसलाई चाहिँ मलाई फ्युचरमा एउटा डिग्री लिनु छ, भोलि अफिसर बन्नु छ, अथवा मेरो डिग्री वर्ल्ड वाइड भ्यालिड हुनु जरुरत छ, त्यो लिन खोज्छ भने चाहिँ उसलाई इङ्ग्लिस टेस्ट गरे पुग्छ, कुनै पनि इङ्ग्लिस टेस्ट। तर जो विद्यार्थीलाई मलाई ब्याचलर डिग्री जरुरत छैन, मास्टर जरुरत छैन, जस्ट हाउ टु इन जापान, हजुर भाषा सिक्ने काम गर्ने प्लान हो भने चाहिँ ऊ ल्याङ्ग्वेज सिक्न सक्छ। तर एउटा विद्यार्थीले म एउटा आफ्नो एकाडेमिक करियर बिल्डअप गर्छु भने त ल्याङ्ग्वेज सिकेर जानु त मूर्खाइ हो। किनभने उसले 7 to 9 मन्थ ल्याङ्ग्वेज सिक्न बर्बाद बनाउँछ समय भने जापान गएर लगभग 2 वर्ष ल्याङ्ग्वेज सिक्छ भने 3 इयर्स चाहिँ उसले आफ्नो करियर पनि बर्बाद बनायो भनेको समय र मनी। 2 वर्ष समय बर्बाद बनायो उसले र पैसा पनि बर्बाद बनायो। किन, कसको लागि भने जो विद्यार्थी युनिभर्सिटी पढ्न चाहन्छ, जसले इङ्ग्लिस मिडियम ब्याचलर डिग्री या मास्टर डिग्री लिन चाहन्छ भने ल्याङ्ग्वेज सिक्न जरुरत छैन उसको लागि, त त्यो समय बर्बाद हो। ओके, युनिभर्सिटी पढ्नलाई चाहिँ अब इङ्ग्लिस टेस्ट दिनु पर्यो। कुन कुन टेस्ट दिन सक्छ? कुनै पनि इङ्ग्लिस टेस्ट, सपोज आइएलटिएस भयो, टोफल भयो, पिटी भयो, डुओलिङ्गो भयो। यसमा स्कलरसिपको अथवा ग्यापको कुरा चाहिँ के छ सर? नर्मली ब्याचलरको हकमा ग्याप 5 इयर्ससम्म एक्सेप्ट छ हजुर भने मास्टर्सको हक जति वर्ष ग्याप भयो लिन्छ। र सँगसँगै स्कलरसिप पार्टमा चाहिँ एउटा विद्यार्थीको एकाडेमिक र उसको इङ्ग्लिस इफिसियन्सीको आधारमा उसले स्कलरसिप अप टु 100% स्कलरसिप पाउँछ युनिभर्सिटीहरूमा। ओके, अब लगभग इन्फर्मेसन त थोरै त आइहाल्यो होइन। अब बाँकी इन्फर्मेसनको लागि तपाईँ जापान पढ्न जान चाहनुहुन्छ भने डाइनामिक युनिभर्स भिजिट गर्न सक्नुहुन्छ। हामी यहाँ इन्फर्मेसन दिनलाई रेडी छौँ है त। थ्याङ्क यू। नमस्ते।